नमस्ते सबैजनालाई। आज चाहिँ म यहाँ कोरियाको यस्तो विशेष ठाउँमा आएको छु है। यो चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत कोरियाको एकदम पुरानो संस्कृति बोकेको गाउँ हो। 600 वर्षदेखि बस्ती बसेको गाउँ रहेछ यहाँ। कोरियाले चाहिँ यसलाई संस्कृतिको संरक्षणको रूपमा चाहिँ संरक्षण गरेर राखेको रहेछ। ठाउँ चाहिँ यसरी हेऱ्यो भने यसो समाइदिनु त। वास्तवमा हेऱ्यो भने चाहिँ यो छ हाम्रो पाल्पाको नेपालको कालीगण्डकी रामपुरमा यस्तो खोलाले घुमेर बनाएको ठाउँ छ नि। त्यो सेम यो खोला हो है। गाउँ चाहिँ यो छ हावे माउल भन्छ आम्दोङमा रहेको। यो चाहिँ अहिले पनि पुरानो जस्तो थियो बस्ती, द सेम कल्चरलाई चाहिँ मेन्टेन गरेर राखेको ठाउँ रहेछ। त्यही भएर आज हामी यो ठाउँको भिजिट गर्छौँ। यसलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरेर राखेको रहेछ। अब यही लेखेको छ ल, यो चाहिँ द वर्ल्ड हेरिटेज साइट हो, हिस्टोरिक भिलेज अफ कोरिया हावे माउल। यो ठाउँमा आएको छ आज हामी। ल अब यहाँबाट भित्रको यहाँको विशेषताहरू अब बाँकी चाहिँ हामीले भिडियोबाटै हेरौँ है त। मान्छे टन्नै छ, खचाखच छ। अब यहाँबाट स्टार्ट भयो। देखेछ होइन, खरले छाएको घरहरू छ टन्नै। पुरानो जसरी बसेको थियो नि यिनीहरू, कोही अवस्था चाहिँ यहाँ जस्ताको जस्तै मेन्टेन भएर मेन्टेन गरेर राखेको रहेछ क्या। अब त्यसैको अब्जर्भेसन चाहिँ अब हामी सँगसँगै गरौँ है त। यो गाउँ चाहिँ यो नागदोङ खाङ भन्ने नागदोङ रिभरको साइडमा चाहिँ बनेको रहेछ क्या। अनि एउटा यहाँको विशेषता के छ भन्दाखेरि चाहिँ यो खोला छ नि, गाउँको घरहरू चाहिँ म्याक्सिमम् यो खोलातिर फेस गरेर बनाएको छ अरे क्या। त्यो पनि यहाँको विशेषतामा चाहिँ रहेछ, त्यसरी देखियो थियो। मेन यहाँको विशेषता भनेको चाहिँ 600 वर्षदेखि बस्ती बस्दै आएको ठाउँ यो, र अहिले पनि मान्छेहरू चाहिँ यहाँ बसोबास चाहिँ गर्दो रहेछ क्या। त्यो बेलाको कोरिया कस्तो थियो भनेर चाहिँ जस्ताको त्यस्तो बुझ्ने हो भने चाहिँ यो गाउँमा चाहिँ आउनु पर्छ। यहाँको हाम्रो नेपालको लाखे हुन्छ नि, यहाँको चाहिँ यो एकदम फेमस छ क्या कोरियामा। यहाँ इन्टरनेसनल फेस्टिभल पनि लाग्छ यसको। भयो माक्स भन्छ, आम्दोङ माक्स भनेको चाहिँ एकदम फेमस छ यहाँको। यो खाना खाने ठाउँ यो होटल रहेछ यो। पुरानै छ त, पुरै खरको छाना छ हाम्रो नेपालको पुरै पहिलाको जस्तै। मान्छे त टन्नै छ यहाँ घुम्ने मान्छेहरू। अलि माथिबाट हेरौँ त, माथिबाट तलको भ्यू अनि दामी देखिन्छ। यहाँ जति भित्र छिर्यो उति चाहिँ पुरानो रहेछ क्या त होइन। अगाडिबाट पुरा हल्का मोडिफाई गरेर रहेछ नि त। यहाँको चाहिँ जति हेरौँ नि, यता जति आयो उति पुरानो छ नि। यो गेट तर यहाँ त मान्छे रहेनछ नि। खोडिदियो यो पुरा के ओरिजिनल खरैले बनेछ कि। अहिले चाहिँ हल्का माथि थप्दै यो चुइन्छ भनेर होला नि, थपेर चाहिँ लगेको। तर पुरानो कोरियन हाउस चाहिँ यो है। यो गाडीहरू छिरेर अलि आधुनिकता चाहिँ मिसिएछ यहाँ। तर लिपेको त्यो चाहिँ माटो हो र होइन होला, सिमेन्टहरू हो नि यो होइन, सिमेन्ट हो। चिम्नी यो चाहिँ चुलाबाट निस्केको होला होइन। ए ओन्दोल माछा हो। यो चाहिँ एकदम हेर्नु मन लाग्छ यार, मलाई लाग्यो यार। भित्र त छिर्नु पाइन्न होला, यहाँ बन्द गर्दैछ यतापट्टिबाट। पुरानो सामानहरू होला स्टोरेज। अहिले हेरौँ तलतिरबाट फाइदा यो हो। तर गाडी छिरेर अलिक मजा चाहिँ भएन क्या। त्यो घरभित्रबाट गाडी चाहिँ हटाउनु पर्छ। यो यस्तो चाहिँ फेरि मैले पढ्दाखेरि पढेको। अब जहाँ पनि धनी गरिब भन्ने दुईवटा वर्ग त हुन्छ नि। यो चाहिँ यसलाई यो धनी अलि धनीवालाको घर यस्तो है, यो गरिबको घर चाहिँ यस्तो अर्को यो हुन्छ।
खिवा छिप र अरू के भन्छ यार छोका छिप यसलाई खिवा भन्छ यसलाई चाहिँ यो खरले बनाएकोलाई चाहिँ छोका छिप खिवा छिप हाम्रो हिमालतिर गयो भने चाहिँ एउटा भनाइ छ अरे नि त विकास थाहा छ जसको घरमा चाहिँ घरको छतमा हिमालतिर त छतमा राख्छ नि त काठहरू जसको घरमा दाउरा धेरै छ त्यो चाहिँ अलि धनीवाला हुने खाने के रहेछ हाम्रोमा यो भन्दा आजको अवस्था कति छ अझै त्यसमा ट्याक्क अगाडि करेसाबारी है यति आफ्नै गाउँ गए जस्तो फिल भयो मलाई त अहिले यो देखेर त झन् गेट यस्तै त छ नि अझै पनि यिनीहरू त यसको लेखी कैयौँ गुडा माथि गइसक्यो यिनीहरूको विकास जानलाई त्यहाँ यिनीहरूको चाहिँ यो कल्चर सेभ मात्रै हो यहाँ पुरानो कपडाहरू सर ओरिजिनल कोरियन बाजे बोल्दैन नि त यार यो नि हेरौँ न धनी घर पनि हेरौँ न गरिबको घर हेऱ्यो धनीको घर चाहिँ उ बेलाको धनी घर 개방하는데 보통 보면 안 사는 집이나 뭐 위에 올라가는 집이라고. त्यसो यो कोरियन घरहरूमा नि त्यो छैन यो कोरियन घरहरूमा यो अलि हुन्छ नि यो के अरे धनीहरूले बस्ने भने नि त यो यसलाई ऊ भन्छ के विकास यसलाई थेछाङ मारु के हामी त्यो मासु खान जान्छौँ नि थेछाङ मारु भने खासी हो कि थेछाङ मारु भन्ने ठ्याक्क यो शीतल हुन्छ अरे कि यस्तामा बस्नुलाई त्यही भएर थेछाङ मारु चाहिँ बनाउँछन् कि यो हो कि ल अन्दरको इक्जाम्पल चाहिँ यहाँ रहेछ ल एउटा भेटेँ मैले ल यहाँबाट आगो बाल्यो भित्र चाहिँ ठुल्ठुला ढुङ्गा हुन्छ होइन यहाँ आगो बाल्छ अनि भित्र चाहिँ पुरै तताउने के यहाँ फेरि यहाँबाट त देखिएन होइन स्पेस चाहिँ हुन्छ क्या तल यहाँबाट हेऱ्यो भने देखिन्छ नि त स्पेस यो पुरा तल पुरा स्पेस छ अब यिनीहरूले चाहिँ लास्टै चिसो हुन्छ नि त यहाँ रुम तताउनलाई चाहिँ जमानामा यो प्रविधि चाहिँ युज गरेको कि यिनीहरूले तलपट्टि अन्डरग्राउन्ड आगो बालिदिने यहाँबाट धुवा सबै भित्र जान्छ भित्र गएपछि भुइँ तातो हुन्छ अनि त्यसरी तातोमा बस्थे अरे भन्ने सुनेको अहिले चाहिँ अब यो पनि अब खतरा मोडिफाई गरेर नयाँ सिस्टम ल्याएको छ यिनीहरूको त्यो सिस्टम चाहिँ अझ नेपालमा पनि अलिअलि गाह्रो रहेछ नि होइन के हो अब यिनीहरू फेरि ट्रेडिसनल भाँडाहरू रहेछ यहाँ पुरानो गेट अर्कै मजा छ एउटै घर पो रहेछ नि होइन बिचमा खाली यहाँ चाहिँ आँगन त बन्द रहेछ यहाँ त खोल्न मिल्ने हो र किन्दो रहेछ नि रुम यस्तो दामी छ यहाँ चिटिक्कको शीतल छ हौ अहिले बस्दा नि यो काठले भुइँ छोछैन नि त गर्मीमा चाहिँ शीतल अब यसलाई तताउनलाई चाहिँ जाडोमा चाहिँ तताउने प्रविधि कडा जाताहरू सबै राखेको यिनीहरू रुम तताउनलाई क्यामेरा त ल्याउनु पर्ने हो फोटो त खिच्छौँ न विकास हामीले पनि यहाँ यो घर अझै अलि सम्पन्नवालाको रहेछ है यो पोस्ट बक्स पनि यस्तो दामी छ क्या तर लक छ नो इन्ट्री चाबी लगाइदिएछ यो सबै मान्छे छ अरे कि अझै पनि यहाँ मालिकहरू आफ्नो आफ्नो
저기 거시 저기 뜰방에 저기 창문 있는 집 별로 없어. 이금장. हामी धनीहरूको एरिया मात्र घुमाउँ न एकछिन यो त अहिले पुरै नयाँ नै छ नि अझै पनि होइन यो रिनोभेसन गरेको नै हुनसक्छ होला है पछि पुरानोलाई त्यो जमानाकै सबै कुरा ओरिजिनलै हो के ओरिजिनल त ओरिजिनललाई रिनोभेट गरेर राखेको यसैले थाहा हुन्छ कि धनीको हो भनेर सिसाको चाहिँ होइन कुकुरै छ त त्यहाँ 강아지가 혼자 있네. अच्छा मान्छे छ भनेर चाहिँ त्यही गाडीबाटै थाहा भयो नि मान्छे बस्दो रहेछ नि सबै छ मैले यसो हेरेको यहाँको सबै छ अरे के पहिला जस्तो थियो अब रिटर्न पाइयो त्यही हिसाबको लाइफस्टाइल त चेन्ज भएको हो तर यो पुरानो घर जसको नाममा थियो त्यो हस्तान्तरण हुँदै हुँदै उसको जेनेरेसनलाई चाहिँ हस्तान्तरण हुँदै आएको छ घर कि यहाँ लाग्छ होला अब कोही मान्छे हुन्छ नि त अब आरामले बस्न खोज्न होइन चिडिया घरमा राखे जस्तो टोपी चाहिँ भएको नि बिचरा पैसा त आएको होला नि फेरि दे होला टोपी भयो यो चाहिँ अलि आर्थिक स्थिति कमजोर भएको एरिया रहेछ यस्तो घरभित्र नि एक दुईवटा खुल्ला भएर भित्र हेर्न पाउँछ ओके यो चिम्नी त जाँदो रहेछ है त्यो ओन्दलको सिस्टम के अझै पनि त्यो रुम त आउने अहिले इलेक्ट्रिकले हाले जस्तो अग्निको त अब त्यतै थियो ए गेट तगारो नजाने भने के हो त्यसरी भाजङ थियो होइन यता ओह्रालोपट्टि पर्दो रहेछ अब हामी यता जम्बिका यता माथि गएर माथिबाट तल गएर अनि खोलाको साइडमा आउँला अनि एकैचोटि कुरुवा चाहिँ यहाँ भेटियो नि त एउटा लाइभ सुक 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 आपेछ त भित्र सिराउन लाग्छ साउनी यहाँ गयो क्या हैछ हैछ साउनी यहाँ गइछ र पो त्यही भएर 안녕하세요. करायो करायो रमाइलो बजैको घर रहेछ नि यो त यो चाहिँ दामी लाग्छ के मलाई यार घरमा चाहिँ ने ने 기다리고 있었어요. पेट एनिमलहरु चाहिँ मजा हुन्छ के यो चाहिँ पुरानै हो एकदम एक्ज्याक्ट हो कि नै माटोको छ नि माटो ढुङ्गा माटो बनाएको केटा यहाँ त चाहिँ माटो मात्र रहेछ बिचमा होला यो हाम्रो लिपेको भन्छ नि लिपेरै बनाएको जस्तो छ यो त यार कि इट्टाले हो माटोको इट्टाले बनाएको हो कि यो चाहिँ ढुङ्गा माटो कति समातेको होला गेट यहाँ त छैन क्या मान्छे होइन सबै झार पला नि त यत्तिकै त छोड्दैन नि यिनीहरूले सरसफाइ त कडा निट एन्ड क्लिन त फेरि यहाँ आउँदाखेरि कस्तो फिल भएको तपाईँलाई म कोरिया छु जस्तो लाग्छ छैन होइन त्यो फिलै नआउँदो रहेछ ल कुनै जमानामा हाम्रो गाउँघरतिर त हामीले त यस्तै एक्सपिरियन्स गरेर हुर्केको मान्छे होइन हामी त छन् त अझै यस्तो ठाउँहरू छन् नै हाम्रोमा होइन अब हामी पनि यो एक्सपिरियन्स चाहिँ गरेको गाउँको त्यही भएर यहाँ अहिले चाहिँ अब मोडर्न सिटीमा म्याक्सिमम् यताउता हेर्ने अब मोडर्नाइजेसन मात्र देखिन्छ नि त तर यहाँ आउँदा चाहिँ ट्याक्कै म यहाँ छु जस्तै फिल चाहिँ नहुँदो यतापट्टि जान्छ जस्तो म आउट अफ कोरिया छु भन्ने फिल चाहिँ हुँदो रहेछ अब यिनीहरूले एकदम फास्ट डेभलप भएको हो नि त यो कन्ट्री 1960 सम्म चाहिँ एकदम गरिबीको रेखा मुनि भएको कन्ट्री अहिले 25, 40
60 इयर्स 65 इयर्समा चाहिँ कहाँबाट कहाँ पुगिसक्यो है। अब यिनीहरूको ओरिजिनालिटी चाहिँ योभन्दा अझै कम थियो, योभन्दा कम थियो नि यिनीहरूको ओरिजिनालिटी त। घर त घर मात्रै पुरानो छ, गाडी हेर्नु नि त्यहाँ BMW मेन्टेन गरेर राखेको मात्रै हो कि। यो लेभलको मान्छेहरू त अब कमै छ कोरियामा। हेर्न यहाँको एकछिनै सधैँ काम गरेछ नि। यो भिड हेर्दाखेरि अझै ट्याग देखिन त मजाको। 안녕하세요. 일하고 계시네요. 우리 네팔에서 왔습니다. 네. 네. 하이 마을 우리가 생각한 것보다 엄청 좋아요 여기. 좋아요? 구경하기가. 네. 사람이 좋아요. 네, 사람도 너무 좋아 보입니다. 네팔에서 이런 농사 지어봤어요? 네네. 참깨. 네. 코리안 참깨. 우리도 마을 사람이니까 네팔에서 이런 거 많이 합니다. ल हामीले गाउँघरमा भेट्ने अँकरा भन्छ हाम्रोतिर। अब ठाउँ अनुसार यसको नाम फरक हुन्छ हाम्रो देशमा पनि, तर मस्त रहेछ यहीँ यत्रो उम्रेको होला त्यो यहाँ रहेछ मान्छे अलि हल्का मोडर्नाइज भएको रहेछ होइन। ठ्याक्कै यो फोटो यहाँ फोटो खिचेपछि ठ्याक्कै कोरिया भनेर चाहिँ चिनियो कि। यता रहेछ हिँड्ने बाटो। यहाँ पिङ खेलौँ न त हामी पनि, के छ विचार? हामी त बसेर होइन, म त उभिएर खेलिदिने हामी त। यिनीहरू डराउँदो रहेछ नि त्यस्तो खेलेको देखेर विकास, उभिएर खेलेको देख्दाखेरि। यहाँनिर रहेछ मान्छे हल्का मोडर्नाइज गरेर पुरानै शैलीलाई मेन्टेन गरेर चाहिँ राखेको घर हो यो। ल यसो पिङ खेल्न मन त लाग्यो है थियो। भैली खेल्न जाऊँ अब यो घरमा। यसो हेरौँ है त्यो भित्र, यहाँसम्म यसो बाहिरबाट हेर्दा त दामी दामी लागेर हो के अरे। ए पछाडि सबै मोडर्न सिस्टम जोडेछ कि, यिनीहरूले स्ट्रक्चर मात्रै पुरानो राखेको। भित्रभित्र त अब होला आफूलाई चाहिँ अप्ठ्यारो नपर्ने गरी म्यानेज गरेर राखेको होला नि त। ट्रेडिसनल टी एक्सपिरियन्स एन्ड टेस्टिङ आर फ्री अफ चार्ज गरे। ए यहाँ पुरानो कफी चाख्नै पाइँदो रहेछ नि, यहाँ आउनै पर्ने ठाउँ रहेछ नि। यो त त्यसै नआउनु खोजेर हामी फ्री गरे। 안녕하세요. 안녕하세요. 원크랩 런치 타임. 런치 타임요? 원크랩. 아, 네 알겠습니다. लन्च टाइम भएर सर एक त बजेर भयो छैन ए विदेशी भनेर हो क्या यिनीहरूले इङ्ग्लिस बोलिदिइहाल्ने फेरि हामीलाई देखेर। हाइट त हाइट छ नि यो ठाउँमा ल। कताबाट त्यहाँ जाने योहरू बाटो बाटो त हो क्या हिँड्न त हिँड्दो रहेछ। यस्तो भने त मजा हुन्छ नि फेरि गाउँकै बाटो ठ्याक्कै है। ए फेरि यहाँ इन्डिङ भइसक्यो नि फेरि गाउँ घुमेको याद आइरहेको छ आज यार। म नेपालै भयो जस्तो भइरहेको मलाई। अस्ति न नेपाल जाँदाखेरि एकदम घुम्न मन लागेको कोल डाँडा त्यहाँ गएको थियो कि मान्छेहरू अझै पुरानो स्टेट कफी सफी रहेछ यहाँ नखा मलाई होइन पाएँ। ऊ त्यो तल सुरुमा हाम्रो स्टार्टिङ पोइन्टमा थियो नि हो त्यहाँ गएर खानु मन लाग्छ कि मलाई त्यो ट्याग यहाँबाट खोलेर आमा म घर आएँ भन्ने दिन कहिले आउँछ हो।
बाक्लै बस्तीमा आइयो त फेरि हेलो माइला के छ माइला हालखबर आज खसी काट्ने अरे जाने होइन कति खाने हो यस्तै त भनिन्थ्यो नि होइन भोलि विकासहरूको धान रोप्ने हो गरे परिमा आउनु भइन्छ माइलाले के गरेछ माइलाले पानी हालेको छ रे साइलोले अलि हाइटी चाहिँ यही रहेछ तर देखिएन नि होइन हो यहाँ चाहिँ हुनुपर्ने हो कि एउटाको त्यो माथि चढेर भ्यू पोइन्ट के ठ्याक्क गाउँ अवलोकन गर्न मिल्ने क्या प्रचण्ड नभएर कि यहाँ नत्र त्यहाँ टावर गराइदिइसक्थ्यो त्यहाँ प्रचण्ड नभएर गाह्रो छ 6 नम्बर त्यति नयाँ लाग्छ 6 नम्बर कता गयो त्यो सबभन्दा पुरानो रुख हेरौँ भनेर है चिसो खाने ठाउँ रहेछ यहाँ एउटा एट्र्याक्सनको रूपमा यसलाई पनि राखेर छ यहाँ यो सल्लाहको रुख हो हुनलाई चाहिँ सल्लाहको रुख 1959 भनेपछि 65 इयर्स ओल्ड 65 वर्ष पुरानो भएको रहेछ त्यही भएर यस्तरी बचाएर चोके लगाएर चाहिँ राखिदिएको रहेछ यो घर चाहिँ बब्बाल हो क्या ट्याक्क यो घर हाउस होइन आफू ट्याक्क झ्यालबाट ट्याक्क बाहिर हेर्नु यहाँ यत्रो आँगन छ यत्रो टेरिटोरी छ यो चाहिँ इन्ट्री हो होइन यहाँबाट सबै यसको एरिया हो ट्याक्क यहाँ केटाकेटी खेलुन् आँगनमा बिस्कुट सुकाउने वा सम्झिँदा पनि यस्तो दामी हुन्छ यो ठाउँलाई चिनाउने एउटा मेन भनेको यो हो क्या मार्क्स यो मार्क्स इन्टरनेसनल यिनीहरूले फेस्टिभल पनि गर्छ यो सो फेस्टिभल वर्षमा 4 वर्षमा एकचोटि गराउँछ क्या हो आन्दोङ मासुक सुक्जे भनेर इनार पनि रहेछ यहाँ त्यो बेलामा पानी निकाल्न युज हुने ठाउँ इनार मेन भनेको चाहिँ यहाँ रहेछ यहाँको गाउँ चाहिँ यहाँबाट यस्तो खिच्न पर्ने र मेन गाउँको भाइब दिने ठाउँ चाहिँ यो हो यो रहेछ खेती गरेको होइन अगाडि बारीमा करेसाबारी भनौँ न यतिलाई त के ठुलो बारी भन्ने करेसाबारी होइन नयाँ भाइब ल्याइदिन्छ यहाँ नयाँ भाइब टोटल्ली यहाँ छिन त मजा रहेछ बल्ल होइन गाउँ जस्तो चाहिँ यहाँ ला त्यत्रो त कता कता फोक्जापमा घुमियो नि त यहाँ आउँदा चाहिँ मजा ला यसले चाहिँ यहाँ अलि हाइटीबाट तलपट्टि देखे कस्तो राम्रो देखियो कि गरिब बस्ती भनेर यसलाई गरिब हामीले पनि सबैले धनीतिर हेर्न जानु अन्टी हुनुहुन्छ रहेछ यहाँबाट हेरौँ त अलिक फरक देखिन्छ टङ्गाहरू लाउने चलन चाहिँ हाम्रो देशमा पनि नभइकन यहाँ पनि हुने रहेछ टङ्गाहरू सेफ्टीको लागि होइन पहिला हामी पनि हुन्थ्यो यसो छिरम न मान्छे छैन क्या हो हेलो म खेत्र भन्नाको ल हेरौँ यही हो अब मेन एउटा यहाँ 600 वर्ष पुरानो रुख छ भन्ने सुनेको है त्यो हेरौँ भनेकै थियो त्यो चाहिँ खासै मेसो आएन भेटिन्न त अनि कता खोज्यो यो चाहिँ दामी लाग्यो भने यहाँ फोटो खिच्नुपर्छ विकास एउटा ल अब एउटा रुख हेरौँ त्यसपछि हामी यहाँबाट लगभग सकियो यहाँको मेन एट्र्याक्सनहरू है त ठ्याक्कै जेरी गल्ली जस्तो रहेछ मुस्ताङको फाइनल्ली हो 600 वर्ष पुरानो भन्ने रुख चाहिँ यहाँ रहेछ
भेटियो होइन यो रहेछ यो 마을 중간에 있다는데. खतरा रहेछ स्ट्रक्चर चाहिँ यो सबै भिजाएर जराबाट निस्किएको होला कि एउटै रुख त त्यत्रो त बचेन कि जस्तो लाग्छ मलाई चाहिँ के हो त्यो थाहा भएन यो चाहिँ सबै यो आफ्नो विसहरू यसमा लेखेर चाहिँ बाँधेको रहेछ क्या यहाँ यिनीहरूले चाहिँ यता लेख्दैछन् विस नि के लेख्ने हो सबै छ भगवान का दिया हुआ सब कुछ है धन है दौलत है इज्जत है भन्दा जस्तो त्यही भएर मैले चाहिँ केही नलेख्ने विचार गरेँ जस्ट यति मात्रै हेरौँ मान्छे सबकै हाँस फेरि ल यति भन्दै आजको यो भिजिटलाई चाहिँ बिट मार्न पर्ला जस्तो लाग्यो फेरि भेट्दै गरौँला बाई बाई